आफ्नै देशमा केही गरे सुन फल्छ भन्थ्यो। मैले पनि सुन रोपेको, यी सुनको हालत यस्तो छ। यो यता अब अर्को सुन यस्तो यो अलिकति जे भए पनि यो यता अब अर्को सुन सबै टाकटुक पारेँ मैले। अर्को सुनको हालत पनि यस्तो छ। आफ्नै देशमा सुन फल्छ भने होइन, यही हो सुनको। त्यतिकै नेताहरू कृषि प्रधान देश बनाउने रे। यहाँ कृषि प्रधानको हालत यही हो। अस्ति 2 दिन पानी पर्दाखेरि पानी पर्ने बेलामा पनि भित्र नमिल्ने, पानी बसेपछि भित्रको सुन यही हो। यो जहाँका नेताहरू बारी बाँचो राख्नेलाई कारवाही गर्ने रे, अनि बाँझो नराख्यो भने यो ताल्छ। अनि यस्तो यो यता अब अर्को एउटा आउँछ। यो चाहिँ जेहोस्, यो चाहिँ राम्रै रहेछ। यो चाहिँ यता अनि त्यतिकै मान्छे त्यतिकै जग्गा बाँझो नराखेर के गर्ने। अनि यस्तो भएपछि जग्गा बाँझो राखेर विदेश नगई सुख पाउँछ। यस्तो खान्छ मान्छेले, यस्तो तालले यहाँ खेती गरेर मान्छेलाई पुग्छ। मान्छेले चोर नेताहरू खालि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने रे। उनीहरूको हजारौँ रोपनी जग्गा बाँझो राखेको चाहिँ मतलब छैन। खालि सर्वसाधारणको जग्गा बाँझो राख्नु हुँदैन। कृषि प्रधान देश यही हो। त्यसको लागि केही उपाय केही निकाल्नु पऱ्यो नि, केही गर्नु पऱ्यो नि महाशयले। यस्तै हो यहाँको कृषि प्रधान देश। अनि आफ्नै देशमा गरे सुन फल्छ भनेको यही हो। सुन ल है साथी हो।